हेलो साथीहरु सबैजनालाई नमस्ते वेलकम माई युट्युब च्यानल साथीहरु। यसो हल्का हामी चाहिँ यसो राराबाट उकालो चढ्दै माथि घोडाको साथमा रारा लेक पुग्दैछौँ। रमाइलो भइरहेछ। अगाडि हाम्रो जङ्गी भाइहरु के छ, के भन्नु छ, कस्तो छ? ठीक छ। राराको यात्रा हो, राराको यात्रा कस्तो लाग्यो? थकाइ कतिको महसुस भइरहेछ? थकाइ भन्दा पनि कहिलेको आफ्नो ठाउँमा हिँड्दा चाहिँ बेग्लै रमाइलो लाग्दो रहेछ। हो भाइ, कि जाओस् न यार मेरो भाइ। मुरमा टप भनेको त्यो अगाडिको डाँडो साथीहरु, सबभन्दा माथि देखिने डाँडोलाई मुरमा टप भन्दो रहेछ। कस्तो भइरहेछ त राराको भ्रमण? आनन्द भइरहेछ। रारा लेक जाँदै गर्दा यो जाँदै जाँदैछु बाटोमा छ अहिले रारा लेक जाने बाटो हो यो। एकदम सुन्दर दृश्य छ। यता हेर्नुहोस् त, अनि यता काठको पुल छ, बब्बाल छ, अनि यता चाहिँ हाम्रो घोडा छ। हामी चाहिँ यसमा आगो तर चढाएको छैनौँ, मजा त्यत्तिकै आइरहेछ। यत्तिकै रमाइलो भइरहेछ साथीहरु। चाहिँ हाम्रो प्यारो भाइ हो। यो चाहिँ हामी घोडामा नचढ्ने रमाइलो भइरहेछ। हिजो भाइकै होटलमा बस्यो, त्यहाँ रातभरि आगो ताप्न पाइयो, रमाइलो भयो साथीहरु। होइन चढ्या भइसक्यो कुराकानी। साथीहरु घोडामा यस्तरी दौडेर जानु मजा आउँछ, म त सक्दैन यस्तरी। गाइस रमाइलो भइरहेछ, सास चाहिँ एकदम बढिरहेछ। म त दौडेर आएको नि त, त्यही भएर एकदम रमाइलो दृश्य छ। अब लेक पुग्ने यहाँ कति होला? अब थोरै छ दाइ, 20 मिनट जति छ। 20 मिनट जति छ लेक पुग्नु साथीहरु। हेर्नुहोस् है, वहाँ यस्तो राम्रो दृश्य छ। पहिलोचोटि हो नि रारा, पहिलोचोटि हो नि, पहिलोचोटि मेरो पनि पहिलोचोटि हो गाइस। एकदम सुन्दर दृश्य छ। तपाईहरु पनि सक्नुहुन्छ आउनु होला है। हाम्रो भाइ हुनुहुन्छ उता एक्लै, बाबा बिन्दास पारामा हुनुहुन्छ चक्लेटी। हजुर के मुत्न पनि निषेध हो र? मुत्न पनि निषेध हो र? काठे पुल हो साथीहरु, रमाइलो छ, आनन्द छ। रारा अन्तिममा रारा पुगियो साथीहरु, रमाइलो भयो, रमाइलो छ है। राराको लास्ट पुल 10 औलाको बिन्ती छ। मोर चाहिँ फाइनल्ली रारा पुगियो साथीहरु। राराको नजिक आइसक्यो। हेर्नुहोस् एकदम रमाइलो दृश्य छ, चारैतिर देखाइदिनुहोस्। हामी चाहिँ कता यतैबाट जाने? हामी यताबाट जाने। अब चाहिँ लगभग फाइनल्ली रारा तालमा पुगेको। अब तपाईँलाई म रारा तालको थोरै दृश्य देखाउन चाहन्छु। केही क्षण प्रतीक्षा गरिदिनुहोस् र त्यसपछि देख्न सक्नुहुनेछ तपाईँले रारा तालको थोरै रमणीय स्थल। यो बाटो आउनुपर्छ, यहाँ हुँदै यो रारा ताल टक। हेर्नुहोस् यहाँबाट माथि कुन ठाउँ जाने बाटो यो? मुरमा टप जाने बाटो यो साथीहरु। भ्यू टावर जाने पनि बाटो यही हो रे है। ल गाइस, हिउँ पर्दैछ साथीहरु, हेर्नुहोस् हिउँ परिरहेछ साथीहरु। हेर्नु त साथीहरु, अगाडि घोडामा पनि चढियो, रमाइलो भयो। हावा आयो लेकमा त, लास्टै हावा पानी पर्यो है।